हेलो गाइज वेलकम एन्ड नमस्ते फेरि पनि सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ नयाँ भ्लग आउँदैछ। आज चाहिँ हामी असार 15 को हिले मौसममा मौसम हेर्न जान लाग्यो। तिम्रो हो सानो Yo kok ini linki yo, dada yo, kage yo. सानो Kage yo, dada yo, kage dada. सानो Aduh, एउटाले बन्टीले बान्ने कि दुईटाले? दुईटाले लिन्कीले. दुईटाले बान्ने? ल त्यसो भए बिहान हुनुपर्छ है। दादा हजुर ओइ दादा हजुर नछुन ओइ भन्ने नै ओइ भन्ने है गुड लगाउने नै लगाउने है यहाँ दादा लगाउने नै लगाउने है गुड चल्यो के सानो ज्ञानी भाउ भनेको खै चलेन हो लाउनु भयो हेलो गाइस नाप्से हामी जाम फाइनल्ली मेरो सानो पनि रेडी हुन लागिसक्यो। अब चाहिँ हामी जाने भयो कि नै भयो फाइनल्ली अहिले चाहिँ हामी रेडी भएर सानो र म घरबाट निस्किसकेको। अब सानो र म सानो हामी कहाँ जान लागेको हामी चाहिँ अहिले फुपूको घर जान लाग्यो। हातले फुपूको घर जान लाग्यो अनि घर अगाडिको सो हेर्दै जाम आजको दिन चाहिँ कस्तो हुन्छ। साथीहरूसँग झन् सबै मिलेर जाने भनेको साथीहरू पनि कता कता जाने काम पर्यो भन्दैछ। जस जाम त्यही पनि हेरौँ कतिको रमाइलो हुन्छ रमाइलो गरौँ अनि सो अहिले लास्टसम्म हेर्दै जाम कस्तो हुन्छ। त्यही अहिले चाहिँ हामी घरबाट निस्केको जाँदै ल फाइनल्ली अहिले चाहिँ केटाहरू 3जना चाहिँ जान लाग्यो। हेर्नु पर्यो नि हेर्नु छैन आउँदै रहेछ अहिले चाहिँ सो बजेर गएर फर्केर फेरि घर आएर अहिले चाहिँ केटाहरूसँग जान लाग्यो। गएर हेरौँ कस्तो कस्तो छ अब होइन। यो चाहिँ लामा चौध अहिले हेर्दै पैदल यात्रा हो पैदल यात्रा अहिले चाहिँ ल सो फाइनल्ली अहिले चाहिँ हामी कहाँ आइयो चापाघाट होइन यो चापाघाट आइयो। अब यहाँ चाहिँ हामी भित्रभित्र छिरेर जाने भनेर हाम्रो बाबु आएर यहाँ स्विमिङ पुल खेल्थ्यो अरे पबिन बगाउँछ मान्छे टिभी जस्तो छ कता कतामा छिराखा गरे अब कहाँबाट निकाल्छ भन्ने कुरा कस्तो जाम हेरौँ कस्तो यो बाटो चाहिँ अहिले यहाँ झाडी यहाँ भन्न यहाँबाट भित्र छिनी भन्छ। अब भित्र कहाँ ठाई छैन। यहाँ पारि चाहिँ मन्दिरहरू लिन्छ धेरै उही त घाँस बोक्दै हिँड्नु ल ठिकै छ। अब हेर्दै जाऊँ होइन।
केटाहरू आफ्नो चलाउनु भन्दा हेरेर बस्छ सर
अब चाहिँ हामी डोरी जानेको हेर्न जाँदै है मौसम हेर्न आएको डेन्जर पानी पर्थ्यो मौसम होइन बोल्दै नठिक भयो कि ताले अरे तर डेन्जर रमाइलो भइरहेको थियो कि अब तिहार्नु है पानी पऱ्यो कि हिरोहरूसँग हो अहिले चाहिँ यो भ्लग चाहिँ कन्टिन्यू आउँदैछ अब डेली आउँछ डेली त के गरे बनाउनु हो यार त्यही पानी परेर घर जानु पनि नदिने भयो यार त्यही पानी परेर यो माथि पानी पऱ्यो दुईजना तिनजना या दुईजना बिचमा लुकी लुकेर भागेको छ यार यहाँबाट त पानी छैन यार त्यही यस्तो बिजोग हुँदो रहेछ बल्ल पर्न लाग त्यही भएर पो फोन हानेर अट्टाइरहेको रहेछ यो त परेको बल्ल पर्न लाग डेन्जर ठुलो पानी परेर बसेको त माथि ल ल आजको ऊ चाहिँ पानीमै भयो ल अब तिहार्नु त नि पानी आएन यार हौडा ए ल टाटैमा है डेन्जर ठुलो पानी पऱ्यो झन् माथि बसेको यहाँ फोन हानेर पानी बिरो भयो आइज भनिरहेको थियो पानी नआएछ थैट फोन हानेर उहाँ कराउँदैछन् यहाँ पानी नआएछ र पो फोन हानेको हाने गर्नु भएको रहेछ ऊ कहाँ हो सानो आइज त बल्ल परेछ पानी लास्ट ठुलो पानी परेछ माथि थेरी ल उहाँ भिडियो बनाउँदै बस्नु भएको छ चिप्ले लाने उता तिनीहरू बल्ल बल्ल घर नि आउने पानी नि पर्ने भयो ल त्यही हो अब पानी पऱ्यो भनेर माथि चाहिँ पानीले लगाइदेऊ सामान सामान तपाईँ भिडियो बनाएको सो आजको भिडियो चाहिँ यति नै होइन फाइनल्ली आज चाहिँ पानी परेर जे होस् भिडियो कम्प्लिट गर्न त पाइएन बस्न पनि पाइएन डेन्जर पानी पऱ्यो अनि पानीमा भिजेर के बस्नु भनेर घर फर्किसकेको छु आजलाई चाहिँ यति नै फेरि पनि नेक्स्ट टाइम आउँदै गर्छ हेरिदिनु होला कस्तो लाग्छ होइन प्रतिक्रिया दिनु होला सपोर्ट दिनु होला भन्दै आजलाई चाहिँ यति नै सबैजनालाई चाहिँ बाई बाई त ल